ह्याप्पी दसैँ टु एभ्रिवान है। अनि हामी चाहिँ हाम्रो यात्रा चाहिँ आज गाउँसम्म छ। यो मेरो फर्स्ट ब्लग हो। हेलो, हामी चाहिँ सबजना दसैँको लागि गाउँ जाँदैछौँ। म हो पेम्बा, यो मेरो बुढा विजय, यो चाहिँ दिदी हाम्रो विन्डी, अनि अगाडि मम्मी बाबा हुनुहुन्छ। हेलो मम्मी। हाई। चाहिन्छ यतिको। बाबा हेलो। हेलो हाई। ह्याप्पी दसैँ। ह्याप्पी दसैँ सबैजनालाई। क्यामेरामा चार्ज नभएको भएर फुल भ्लग गर्न पाइएन। अब सिधै बनेपा बाई बाई। I will tread down a lonesome track, set my eyes on the wild and won't look back. I'll follow where my heart अनि the place where I can feel alive again. Throw caution to the wind. I'll find my feet on the way. I'll find my feet हाम्रो मामा घर नै भन्नु पर्यो होइन, नै भन्नु पर्यो मामा घर। अनि हामी चाहिँ मामा घरबाट आफ्नो घर जाँदैछौँ कोर्तेमाल। हेलो मम्मी, हामी कहाँ जाँदैछौँ? हजुर, हामी कहाँ जाँदैछौँ? हामी घर जाँदैछौँ। काठमाडौँबाट माइती आएको थियो, माइतीबाट अब घर जाँदैछु। बाटो घरको नाम कोर्तेमाल। बाटो इज नट गुड है, एकदम ब्याड छ, ब्याड। इङ्ग्लिस बोलाउन हामी पनि। I'll find my feet on the way. I'll find my feet on the way. I'll find my feet on the way. Step by step I come alive. Lift my hand up to the skies. Won't look back, I'll chase the sun. Live the life. कालिज हो, कालिज त्यहाँ खोइ बाबाले रोक्यो होला। अब यही झ्याङमा छ हौ, उतानिर त्यो झ्याङमा छ। जानुपर्छ क्या अहिले, भागिहाल्छ नि नानीहरूसित दौडिन्छ। I'll find my feet on the way. I'll find my feet on the way. I'll find my हामी चढ्दैछौँ माथि। फुल उकालो हो अब यी टाइमसम्म। हेलो गाइज, फाइनली घर आइपुग्यो, तर बिजौ पाराले आइपुग्यो, पानी सानी परेर। पार्टीहरू सबै भिजिसकेको छ यहाँतिर। पुरै भिजिया छ हामीहरू। भिजिया त के भन्नु, अब गाडीमा चढेको, गाडीमा आएको हो। अब सामानहरू ओसार्दाखेरि भिजिहाल्यो, केही छैन। अब बाँकी ब्लग भोलि। बाई बाई, टाटा। हेलो गाइज, गुड मर्निङ। आज चाहिँ विजया दशमीको दिन, टिका लाउने दिन। अनि
हामी चाहिँ रेडी भइसक्यौँ अनि यता मम्मी बाबाहरू सबै रेडी भइसक्यो। गाउँ चाहिँ कुहिरोले पुरै अहिले पानी हिजो रातिबाट पानी परेछ पुरै कुहिरो लागेको छ केही राम्रोसित देखेको पनि छैन अनि हामी चाहिँ उता रेडी भयो मान्छेहरू रेडी भयो कि भएन हेर्न जानु पर्यो पानी चाहिँ पर्यो त्यो एकदम नराम्रो भयो ठिकै छ यो चाहिँ हाम्रो माइलो अङ्कलको घर पुरानो घर नयाँ घर है हामी नयाँ घर जाँदैछौँ दसैँको लुगा यस्तै छप्री भन्छ टिकटकमै छप्री आउँछ यार रेडी भयो कस्तो रहेछ कान्छ चाहिँ हाम्रो बहिनी आमु आमा सार लाग्यो राम्रो देखेको छ हुन्छ त्यही ठिक छ कुर्ता छैन साईको सबैजना कुर्ता लगाएको भए राम्रो देखिन्थ्यो नि रेडी भयो है त्यहाँ सबैजना जान रेडी भइसक्यो है बाबा निस्किन लागिसक्यो ल अहिले चाहिँ हाम्रो माइलो अङ्कलको घरमा आएँ अब फेरि कान्छो अङ्कलको घरमा गएर नि भन्नु पर्यो अलिकति माथि छ कान्छो अङ्कलको घर चाहिँ धेरै त हिँड्नु पर्दैन जस अब लस गरेछ अब अलिकति ग्याप त छ त्यही 10-15 पाइलाको ग्याप छ हामी आइपुग्यौँ कान्छो अङ्कलको घरमा अरू भयो हामी आइपुग्यौँ कान्छो अङ्कलको घरमा ऊ परिन बहिनी रेडी भएछ ऊ अनि भाइ ऊ एच ब्यागी ब्यान्ड ए अनि खै आरू खै आरू लाउँदै हुनुहुँदो रहेछ अनि मेरो चाहिँ छोराको र छोरीको नाम विशाल मेन अनि हजुरहरूलाई कुरा गर्ने चाहिँ मेरो छोरा हो नगर मम्मी हो नि त रेडी भइसक्यो रे तल हामी त निस्किन लाग्यो भयो रेडी मैले त चप्पल नि केही ल्याएन तलबाट मलाई त्यो उयो क्रक्स लिएर आउनु पर्यो क्या यही त हो नि होइन ब्ल्याक कलरको के भन्न दे अनि अब फाइनल्ली हाम्रो घर गएर दिदी मम्मीहरू रेडी भयो कि भएन हेरौँ रेडी त भइसक्यो अब त्यहीबाट निस्किएको हो त्यही पनि गइदिउँ हेरिदिउँ अब निस्किने हो हामी चाहिँ यसरी रेडी भएर के भन्छ है किन रेडी भएर जानलाई हतार गरेको भने चाहिँ हामी ठुलोकोमा लगाउँछ क्या टिका चाहिँ जहिले पनि सिनियर भनौँ न अनि त्यो भएर ऊ पारीतिर जानुपर्छ सबैजना सँगै जाने हो लाइट अब हेरौँ मन भएर दिदी बुढी हिँड्न लड्दैन भने चप्पल चिप्लो छ नि त मेरो फाल्नु ओइ कच्याक्क त नगर न अब झन्नै लडेको भए म Everyone is ready guys. We are good to go. बाबा गाडी स्टार्ट गर्न थालिसक्यो हाम्रो दिदी रेडी भइसकेछ हेलो हाम्रो बुढी रेडी भइसकेछ ल यार हेलो हो मम्मी रेडी भयो ल हेलो यता हेरेर भन्नु न कस्तो देखाछ ल भनिदिनु पर्यो कमेन्टमा सो हेलो गाइज हामी चाहिँ निस्किसक्यौँ है अनि अब माथिबाट बिस्तारै सबैलाई लिएर जाने हो हुन्छ है हेलो हेलो गर्दै ल आमो चाहिँ भित्र छिर्नु न यहाँले म बोक्छु ए ब्याग चाहिँ दिएन त्यहाँ पार्टनर आयो ल केटा मान्छे मात्रै बाहिर भनेको थियो बहिनी पनि बाहिरै पर्यो
ल आइज न ग खाँदै जाउँला नि हामी आयो है ल है पार्टनर उलुसिन होला भाइ यहाँ आउँदैछ ह्यान्डसम भाइ प्लस अर्को नि ह्यान्डसम भाइ आउँदैछ दुइटै भाइ हो ओए पनि भाइ हो ए नन चुरी खाऊ ए छुरी खाऊ तिल्जा ल है अब चाहिँ हामी टिका लाउन हिँड्यौँ हामी ठुलबाउको घर आइपुग्न लाग्यो आइपुग्यो ह्याप्पी दसैँ ह्याप्पी दसैँ आयो लामखोर आयो फाइनल्ली हामी आइपुगेको छौँ टिका लाउने ठाउँमा झन्डै मर्यो ल जाउँ औ सबजना झन्डै मरेको यार ल जानु हामी टिका लाउने ठाउँमा आइपुग्यौँ उहाँ हाम्रो आमा हुनुहुन्छ उहाँ हाम्रो दिदी हुनुहुन्छ उहाँ हाम्रो प्यारो बुढी हुनुहुन्छ उहाँ हाम्रो प्यारो भाइहरू सबै भाइहरू है सबै भाइहरू यिनीहरू हाम्रो फ्यामिली सबैजना ग्यादर भइसकेका छौँ टिकाको लागि रेडी हुँदैछौँ हामी सबैजना रमाइलो हुन्छ टिका ठ्याक्कै सुरु भयो ठुलबाको ठुल मम्मी लड्याक्कै उहाँबाट सुरु भएपछि अन्त्य सबैभन्दा सानोबाट हुन्छ ह्याप्पी विजया दशमी सबैजनालाई भ्लगर छन् सबैजना आइज न ल त्यहाँ बसेर त कसरी खिच्छस् ल आयो टिका ल अब चाहिँ बाबा आउनुभयो बाबापछि ठुलो नै बाबा हुनुहुन्छ त्यसपछि मम्मी बस्नु न ल जानु न मम्मी बाबालाई लगाउनु कट चाहिँ हो क्या बाबाको यहीँ खतरा देख्दैन काब्रेली सन्धि हाम्रो बाबा चाहिँ वर्षको टिका रमाइलो भयो फ्यामिली सबैजना यसरी ग्यादर भएको छौँ भाग्यमानी भए 2082 सालको बडा दशैंको उपलक्ष्यमा हैन मान्य ठुलो बुवा द्वारा शुभ साइतमा टीका ग्रहण गर्नु हुँदै प्यारो भतिजलाई आशीर्वाद दिनु हुँदै
अनि ठुलो काकाको छोरी ललु सिर्जना बहिनी कुन बहिनी यो बुहारी विजयको ओ भनेपछि ठुलो काकाकै बुहारी मेरो धर्म तिमी चाहिँ ठिकै छ नि ल अब ठुल्बाको टर्न सक्यो है टिका लगाइदिन अब बाबाको पालो बाबाले लगाइदिनुहुन्छ सबैजनालाई त्यसपछि हाम्रो माइलो अङ्कल त्यसपछि यता कान्छो अङ्कलले लगाइदिनुहुन्छ सबैजनालाई बाबाको पालो मम्मी बस्नुहुन्छ यता तिमीलाई नै होला राख्नुपर्ने फर्स्टमा त दाइ भाउजूले राख्ने कुरा भएन आगो र मेरो खिच्न बाबा मम्मीलाई टिका लाउँदै हुनुहुन्छ कस्तो गरेको यो लाइट काकाले राम्रो खिच्नु उताबाट राम्रो हुन्छ ल ढोक्दै हुनुहुन्छ मलाई त पर्दैन परेन मलाई ल पर्दैन भने रेडी भइसक्यो म यहाँ म रेडी हुँदै हो यहाँनिर पर्दैनै बहिनी मलाई परेन ल भाग्यमानी मलाई त परेन पर्दैन ल है सबैभन्दा सानो चाहिँ अलिक दुःखै पाउँछ है यहाँ चाहिँ है सबलाई ढोक्नुपर्छ भाग्यमानी मलाई पर्दैन भाग्यमानी ल तगडा हुनु जहिले पनि अलि मोटाउनु तगडा हुनु So here comes my sister, my dear sister. अब चाहिँ दिदी हुनुहुन्छ तिनजना बस्नु त त्यसो भए यहाँ हाम्रो चाहिँ यहाँ पालै पालो ठुलोदेखि सानोसम्म भइरहेको छ यहाँ टिका अब पालो आयो हाम्रो दिदीको सायद यसपछि मेरै पालो होला कति वर्षपछि 10 वर्षपछि दसैँको टिका थाप्न पायो उसले धेरै वर्ष भयो नि यहाँ 10 वर्ष फेरि ढोकेर दोहोऱ्याएर चाहिँ फिर्ता माग्ने के पाइन्छ पाउँछ नि दुईचोटि भएछ मलाई एकचोटि ढोक्नुपर्छ भन्नुपर्छ कि आफ्टर 10 years अन्त भाउजूले माया गर्नुहुन्छ हिजो म नभएर दुई गाँस खाने लास्टमा गएन भन्नुहुन्थ्यो अब इन्टरभ्यू हुन्छ तेरो अब 10 वर्षपछि कस्तो फिल भयो त ढोक्न चाहिँ बिर्सेन रहेछ है दिदीले तर अब चाहिँ भिडियो फोटो सिजन सुरु भयो हाम्रो फ्यामिलीको सबैजना रेडी भएर बस्नु भएको छ जान त्यहाँ हाम्रो चाहिँ टिका सक्यो हाम्रो चाहिँ रातो टिका रातो टिका होइन सेतो टिका लाउँछौँ टिका लगाइसकेर पनि हामी निस्किसक्यौँ घुम्नलाई थ्याङ्क यू भेरी मच घुम्नलाई अब कहाँ घुम्न जाने हामी दुई पोखरीतिर अब के गर्नु अब त्यही त हो के भने के
पोखरी कहाँ गएर पाँच पोखरी भने के भनेछ नि